सागर की तूफान को भी हमने बस में किया है, पहाड़ वो चट्टान का पथ मोड़ दिया है। होगा न कोई हिटलर कोई नवाब, हम सर्वहारा की आवाज इनकलाब। क्रांति के साथ समाजवादी क्रांति जिंदाबाद। नमस्ते साथीहरु, यूनाइटेड नेशंस डेभलपमेन्ट प्रोग्राम यानी कि यूएनडीपी को HDI रिपोर्ट अनुसार, जसलाई कि ह्युमन डेभलपमेन्ट इन्डेक्स पनि भनिन्छ, यसको रिपोर्ट अनुसार नेपाल 193 कन्ट्रीज मध्ये 145औं नम्बरमा पर्छ। यानी कि नेपालमा मानव विकासको स्तर कस्तो छ भन्ने कुरा हामीलाई यही HDI रिपोर्टले थाहा लाग्छ। आउटरिच इन्टरनेशनलको यो रिपोर्ट हेर्नुस्। यो रिपोर्ट अनुसार नेपालमा अहिले पनि लगभग 20% पपुलेसन बिलो पोभर्टीमा आफ्नो जिन्दगी बिताइरहेका छन्। त्यस्तै रिपब्लिका पोस्टको यो डाटा हेर्नुस्। यो डाटा अनुसार नेपालमा अहिले पनि टोटल 100% पपुलेसन मध्ये मात्रै 27% पपुलेसन यानी कि 27% जनताले स्वच्छ र पिउने पानी पाइरहेका छन्। यानी कि बाँकी 73% पपुलेसन अहिले पनि स्वच्छ सफा पिउने पानी पाइरहेका छैनन्। युनाइटेड नेसनले निकालेको सूचीमा लिस्ट डेभलप्ड कन्ट्रीज यानी कि यस्ता देशहरू जसमा कि विकास एकदमै न्यूनतम छ, त्यो देशहरूको सूचीमा नेपाल अहिले पनि पर्छ साथीहरु। यसले नेपालको जुन स्थिति छ त्यो कुरालाई जनाउँछ। यो सबै कुरा भइसक्दा पनि के नेपाली जनताको मन मस्तिष्क अहिलेसम्म खुलेको छैन? के हामीलाई यति अहिलेसम्म थाहा छैन कि यो सबै हुनुको कारण को हुन सक्छ? पोलिटिसियन्स बाहेक हाम्रो देश चलाउने पोलिटिसियन्सले हो कि देशको जनताले गर्दा यो सबै कुरा भएको? कदापि होइन। देश चलाउने मान्छेले नै देशलाई बिगार्छ। अहिले पनि आउँदो इलेक्सनमा के तपाईँ फेरि त्यही पुरानो पार्टीलाई भोट दिनुहुन्छ? तपाईँ फेरि त्यही पुरानो अनुहार हेर्न चाहनुहुन्छ? फेरि त्यही तरिकाले देशको विकास हेर्न चाहनुहुन्छ कि? यस्तो कहिले नै गर्नुहोस् साथीहरु। देशलाई अहिले नयाँ मान्छे चाहिएको छ, नयाँ लिडर चाहिएको छ र यस बेला ध्यान पुर्याएर हामी आफ्नो लिडरलाई चुज गरौँ। मैले यो भिडियोको स्टार्टिङमा जुन भिडियो प्ले गरेको थिएँ त्यो भिडियो पुष्प कमल दाहालको हुन्। उहाँ भर्खरै मध्य प्रदेशमा कतै सम्मेलन गर्ने बेला यो गीतले सम्बोधित गरेका छन् त्यहाँका मानिसहरूलाई। यो गीतको माध्यमबाट उहाँले हामी फेरि उठेर यो पार्टीलाई राम्रो बनाउँछौँ र फेरिदेखि देशको विकासको काममा लाग्छौँ भन्ने कुरा त्यहाँको जनताप्रति, त्यहाँको जनता माझ त्यो कुरालाई व्यक्त गरेका छन्। तर यथार्थ हामी सबैलाई थाहा छ, यदि पुरानै ढाँचाले देश चल्ने हो भने देशको विकास हुनेवाला छैन। कहिलेसम्म यो झुठो प्रोमिसहरू गरेर देशको पोलिटिसियन्सले देशलाई ठग्छन् त? गरिब गरिब हुँदै गइरहेका छन् र धनी धनी हुँदै गइरहेका छन्। जबकि हाम्रो देशमा सबैको लागि त्यही इक्वल बजेट डिभिजन गरिएको हुन्छ, बजेट बराबर हुन्छ, तर यहाँ पक्षपात भइदिन्छ साथीहरु। हामी हाम्रो आफ्नो मौलिक अधिकार पनि पाउन सक्दैनौँ। यस्ता यस्ता अधिकारहरू जुन संविधानमा पनि उल्लेखित छन् तर हामी पाउन सक्दैनौँ। किनभने यही पोलिटिसियन्सहरू जुन वाचा गरेर माथि पुग्छन्, माथि पुगेर यो सबै कुरा बिर्सिदिन्छन् र आफै करप्ट भइदिन्छन्। देशको जनताको आवाज हुन्छ उनीहरूको लिडर, त्यो पोलिटिसियन जसलाई उनीहरूले चुज गर्छन् इलेक्सनमा। तर यदि त्यही लिडर, त्यही पोलिटिसियन्स माथि गएर करप्ट भइदिँदा तपाईँ हाम्रो आवाज कसले सुनिदिन्छ? यो एकदमै गम्भीर समस्या हो साथीहरु र देशमा यस्तै स्थिति भइरहेको छ यदि हामी आफ्नो भोट सही मान्छेलाई दिदैनौँ भने। त्यही भएर साथीहरु, म तपाईँ सबैसँग एकपल्ट हम्बल रिक्वेस्ट गर्न चाहन्छु कि यसपालिको इलेक्सनमा करप्ट मानिसलाई चयन नगरौँ ताकि देशको विकास होस्, तपाईँ हाम्रो विकास होस्, हामी हाम्रो मौलिक अधिकारबाट वञ्चित नहोस् भन्ने आशाको साथ आजको यो भिडियोलाई म यही अन्त्य गर्न चाहन्छु। हस्त साथीहरु, धन्यवाद।